बाटो यस्तो छ है हाम्रो चेप्टीको बाटो। सर कतिको मजा आइरहेछ बाइक कुदाउनु? एकदम मजा आउने यस्तो चिल्लो बाटो हेर्नु कति चिल्लो छ। बाटो पुरै हिलम्मे छ। नमस्कार छ सबैजनालाई। हालै आएको अविरल वर्षाको कारण यो चाहिँ छ माई दानाबारीको नगरपालिका वडा नम्बर 2 मा रहेको चेप्टी चेप्टी भन्ने डुबानमा ठाउँ है। परेको थियो। चेप्टी मात्र होइन, चेप्टीको गाउँहरू पनि माई डुबानमा परेको नगरपालिका थियो र म चाहिँ हेर्न पुगेको थिएँ र 2 नम्बर जाँदाखेरि यसरी बाटो हिलाम्ने थियो, असाध्यै हिलाम्ने। यहाँ हाम्रो एक सर आउँदै हुनुहुन्छ। माई खोलाको बाटो यस्तो छ है हाम्रो चेप्टीको बाटो। सर कतिको मजा आइरहेछ बाइक कुदाउनु? एकदम मजा आउने यस्तो चिल्लो बाटो हेर्नु कति चिल्लो छ। बाटो पुरै हिलम्मे छ। यो चाहिँ चेप्टी पुग्ने बेलाको बाटो। यहाँ दायाँ बायाँ रहेको गाउँ बस्ती र बिचको बाटोमा चाहिँ धेरै हिलो थियो। हामीलाई देख्दा त असाध्यै डर पनि लागेको थियो। यति धेरैसम्म हिलो हुँदाखेरि त्यहाँका स्थानीयहरूले त बाइक कुदाउन सक्नुहुन्न भनिरहेको थियो, तर मैले आँट गरेर चाहिँ यसरी कुदाएँ। ग्राभेल बाटो भएकोले यो गाडी त भासिएन, तर कुदाउन चाहिँ असाध्यै गाह्रो थियो। असारमा धान रोप्ने हिलो के थियो र त्यस्तो हिलो छ यहाँ हेर्नु त। बाटोमा पुरा हिलो छ। बाफ्रे यो घर हेर्नु त पुरै डुबान। आमा ऊ पर घर पुरै छानोसम्म डुबेको रहेछ। छाना सबै डुबेको रहेछ, किनभने त्यो चाहिँ यो हिलो टाँसिएको हो क्या। यो रुखहरू खोलाहरू जम्मै डुबेको रहेछ। के अचम्म हौ माथि अचम्म। देख्नु भएको थियो यस्तो कहिले? देखेको थिइनँ नि, अब यहाँको स्थानीयहरूले पनि देख्नु भएको रहेन रहेछ क्या यो कुरा चाहिँ। अब यस्तो छ यो अचम्म। अब यति माथि खोला आउँछ भन्ने कल्पनै छैन। अहिले हेर्नु भने खोला कहाँ छ तल, तर यति माथि चढेर पनि यस्तो माथि यो घरै डुबाउनु भनेको कस्तो अचम्म हो त। यो रुख यो बाँसहरू पुरै डुबेको देखिन्छ, किनभने त्यो सेतो भाग जति जम्मै डुबेको हो। खोलाको सतहभन्दा लगभग 20-25 मिटर हाइटमा डुबान भएको छ है। हो त, खोलाको सतहभन्दा धेरै माथि आएको छ। ल झापुबाट आज हाम्रो यज्ञेश्वर र म आएका थियौँ। अनि यो बाटोको दृश्य, यो ठाउँको दृश्यहरू यस्तो छ।